हेलो भाइ नमस्ते सबजना वेलकम ब्याक टु माई युट्युब च्यानल। सबजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु म चाहिँ हिउँमा यस्तरी हुँदैछ है। आज मुक्तिनाथ आइएको थियो सक्नुहुन्छ यहाँ यस्तो छ हिउँ बबाल। जुत्ता त पुरै भिज्छ होला यार यसरी हिँड्यो भने। तल हिँड्यो भने फेरि यस्तो हिलो क्या आम्मामा चिप्ल्यो भने फेरि भ्ल्याक्कै पऱ्यो भने माइ गड जुत्ता चाहिँ सफा हुने भयो यार माटो लागेको थियो। अहिले घर फर्किन्छ यसलाई टेक्न पनि थियो। सरी ल ओ माइ गड यसो बनाएको सफा जम्मै हिलो भयो। बबाल हिउँ परेको थियो आज चाहिँ होइन। हामी चाहिँ बिहान 6 बजीतिर हिँड्दै थियौँ अनि लगभग यहाँ चाहिँ 12:30 आइपुग्यौँ होइन। अनि यहाँको दृश्य यस्तो छ अहिलेको। चुचु ओ बिस्तारै झन्डै लडिन्छ त नि यस्तो चिप्लो। यहाँ एउटा दाइ झन्डै लड्नु भएन कि चिप्लेर चिप्लियो भने त फेरि अडिन सक्ने छेउ हुँदै हुँदैन। कत्रा चिप्लो क्या फेरि ल। म चाहिँ मन्दिरसम्म नजाऊँ होला है किनकि पूजा पनि गर्न हुँदैन। सो अब यस्तै छ होइन। भयो भने गइदिन्छु जुस आयो भने। तर यो पूजा गर्न नहुने भएपछि किन गइदिइराख्ने भन्ने कुराले हो। तर मनैबाट ढोकरिसक्यो हामीले यहाँबाट होइन। देख्न सक्नुहुन्छ यहाँको दृश्य। अहिले त कस्तो चिसो भएर सास फेर्नै गाह्रो भएको हो यार। त्यहाँ तलमा त केही नि भएको थिएन है। माइ गड चिसो क्या तल हिँड्यो माथि होइन। म अब यस्तो बवाल छ क्या यहाँको सिनहरू होइन। आज अरे कि हिउँ परेको धेरै पछि किनकि हामी आउँदै थियौँ नि त आज त्यही भएर आज हिउँ परेको क्या। अस्ति नै आउने बेला ठ्याक्क जाने बेला पर्नु थियो। अहिले चाहिँ ठ्याक्क आउने बेला परेर ठ्याक्क भेगेर हिउँ बसिरहेको थियो कि आज चाहिँ। दाइ चाहिँ आउनु भएन। दाइ चाहिँ तलै बस्नुभयो गाडीमै। अनि म चाहिँ यति गइदिन्छु भनेर नि आइदिएको कि अरे। देख्न सक्नुहुन्छ यहाँ घोडा डाइरेक्ट घोडा लिएर इन्डियन हुन्छ। अहिले यहाँ मान्छेहरू पुग्नको लागि हिँड्न नसक्ने मान्छेहरूलाई। तर यार कस्तो थाकेको जस्तो भएको र नाकबाट मात्रै सास हेर्नुपर्छ क्या। अब चाहिँ ठ्याक्क घाम लाग्दैछ क्या ठक्क। ओ माई गड इट्स अमेजिङ यार। स्वर्ग हो क्या स्वर्ग। यहाँ चाहिँ घरैभरि हिउँ भएर हिउँ तल फाल्दैछन् टक्क माथिबाट हिउँ। हिउँ भएर माथि घरैभरि हिउँ फालिरहन्। र गेटसम्म चाहिँ आएँ म होइन गाइस। यहाँसम्म चाहिँ यस्तो छ अवस्था। तल हिलो माथि हिउँ। हावा चिसो खतरा। Oh my god पार्वती पुत्र अनि के हर हर शम्भु। ल यहाँ चाहिँ खतरा बिजनेस छ है। आज मोबाइल खस्यो झन्डै डिस्प्लेको होइन यार। ल यहाँको दृश्य। म चाहिँ गेट प्रस्थान गर्दैछु। आपका फोटो ले लें। हाँ एक मिनट। बम बोले ओ माय गॉड कितना अच्छा है इधर। आवाज है लगता है नाइस। आफ्टर लङ टाइम भ्लग हान्दैछु होइन मैले।
छिटो अपलोड होला र सबजनाले अनि लाइक कमेन्ट अनि सब्सक्राइब गर्न चाहिँ नबिर्स्नु होला अनि बेल आइकन पनि दबाइदिनु होला है त गाइस म दइसक्यो है यहाँ सुतिरहनु भएको अवस्था हेर यस्तोमा Oh my God, God okay God, Mahadev, oh my God, कितना अच्छा है यार, यस्तो भगवान छ क्या यहाँको दृश्य। अब म अलिक माथि गएर बनाउँछु है त गाइस। गाइस त्यहीँबाट हेर्नु नि यस्तो गाह्रो हो यार। Oh my God, यस्तो यार। हजुर वहाँसम्म पुग्नु गाइस आइपुग्यो है त म यहाँसम्म चाहिँ ल यहाँबाटको दृश्य यस्तो छ अहिलेको पुरै हिउँ हिउँ नाइस यस्तो छ यहाँको दृश्य यस्तो भवाल यहाँ देख्नु सक्नुहुन्छ यस्तो भवाल देखेछ पुरै हिउँ हिउँ छ कि बाटोमा पनि अन्त ल पग्लिसकेको अवस्था छ होइन यहाँ पहिरो गइरहेको यहीँ फेरि जय शम्भु हर हर महादेव हर हर महादेव ल बिस्तारै जानु है त Oh my nice है नाइस यस्तो भवाल छ गाइस म चाहिँ यो मुक्तिनाथ आइसकेको अवस्था मुक्तिनाथको टक्क हिउँले पुरा ढकमक्क छ होइन सबै मुक्तिनाथले सबैको रक्षा गरून् सबैले अनि लाइक कमेन्ट सब्सक्राइब हानिदिनु होला यो भनेको चाहिँ यो पाप पखल्ने पोखरी चाहिँ यो चाहिँ अनि यो चाहिँ धर्मको यहाँबाट पैसा निकाल्यो भने चाहिँ राम्रो हुन्छ अरे टोपी खोल्नुहुन्छ र यस्तो खोल्छ है टोपी खोल्नुहुन्छ र यहाँनिर चाहिँ पैसा एउटा निकाल्न सक्यो भने चाहिँ बवाल राम्रो हुन्छ भन्ने सुनेको थिएँ यहाँ यस्तो छ अहिलेको अवस्था सबकै यस्तो बवाल छ यहाँ सिन मुक्तिनाथले सबैको रक्षा गरून् अनि 108 धाराहरू देखाउँछु तपाईँहरूलाई अब मैले दर्शन गर्न त हुँदैन त्यो पनि मन्दिर आइसकेपछि मनै मानेन यसो मन्दिरसम्म आइदिएँ होइन केही गल्ती भएछ म प्रार्थी छु है त्यसको लागि तर मैले कसैलाई पनि छोएको पनि छैन केही नि गरेर आफ्नो सिधै ननिक्लेछु यो चाहिँ 108 धारा जो यहाँ नहेर गएर यहाँ थापेर गएर उता त्यो दुईवटा पोखरीमा डुब्ने प्रचलन छ यहाँको मुक्तिनाथ एकदम शक्तिशाली हुनुहुन्छ सबजनाको रक्षा गर्नुहुन्छ सदैव हजुरहरूलाई पनि भ्रमण गर्न परेको खण्डमा दर्शन गर्न परेको खण्डमा आउनु होला कृपया है त ल ब्लग चाहिँ अब धेरै लामो पनि नबनाऊँ होला है यही छ अब सबैजनाले लाइक कमेन्ट अनि सब्सक्राइब हान्नु होला अनि रह्यो अर्को बेल आइकन पनि दबाइदिनु होला र भ्लग लिएर आउनेछु तपाईँहरूको लागि भनेर म यहाँ दर्शन गर्न नहुँदा पनि यो दृश्य देखाउनको लागि हजुरहरूलाई यहीँबाट दर्शन गर्नु होला भ्लगबाटै भिडियोबाटै है त गाइस अहिले भने